सम्माननीय सभामुख महोदय, यस गरिमामय प्रतिनिधि सभामा उभिएर म सर्वसम्मतबाट निर्वाचित हुनुभएको सम्माननीय सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। सम्माननीय ज्यूको संयम, निष्पक्षता र दूरदर्शिताले यस सदनको मर्यादा अझ सुदृढ हुने कुरामा विश्वास समेत व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आजको यो सदन केवल अङ्कगणितीय बहुमतको परिणाम होइन, यो जनचेतनाको पुनर्जागरणबाट जन्मिएको सदन हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै 2/3 बहुमत आकस्मिक घटना वा एआई र एल्गोरिदमको खेल होइन, बरु लामो समयदेखि सञ्चित जन असन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति हो भन्ने कुरा म यो सदनमा स्पष्टसँग राख्न चाहन्छु। त्यसैले पनि हामीले यसपटक जनताको मतको पूर्ण सम्मान गर्दै अघि बढ्नुपर्नेछ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। सभामुख महोदय, पछिल्लो पटक राजनीतिक अभ्यासप्रति बढ्दो निराशा, सुशासनको कमजोरी, बेरोजगारी र युवा पुस्तामा देखिएको असन्तोषले समाजमा गहिरो प्रभाव पारेको थियो। चरम भ्रष्टाचारले यस असन्तोषलाई अझ चर्काउँदै जेनजी आन्दोलनलाई जन्म दियो। त्यो आन्दोलन केवल विरोधका स्वरहरू मात्रै थिएनन्। जेनजी आन्दोलन जन उत्तरदायी, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको स्पष्ट माग थियो। हजारौं युवाहरूको सहभागिता र कैयौंको बलिदानले पुरानो सोचलाई चुनौती दिँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको यथार्थ हामी सबैले स्वीकार्नै पर्छ। सभामुख महोदय, यही पृष्ठभूमिमा आएको जनादेशले स्पष्ट सन्देश दिएको छ। अब देशले परिणाममुखी, पारदर्शी र उत्तरदायी शासन चाहन्छ। छोटो अवधिमा स्थापना भएको एउटा दलप्रति जनताले देखाएको विश्वास आफैमा परिवर्तनको संकेत हो। यसलाई कुनै एक दलको विजय भन्दा पनि नागरिकको अपेक्षा र आशाको विजयका रूपमा हामीले लिनुपर्छ। सभामुख महोदय, आज देश नयाँ मोडमा उभिएको छ। परम्परागत राजनीतिक शैलीप्रति प्रश्न उठेका छन्, तर लोकतन्त्रप्रति आस्था अझ बलियो बनेको छ। नागरिकले स्पष्ट रूपमा भनेका छन्, सार्वभौम सत्ता जनतामा निहित छ र हामी यहाँ शासन होइन, सेवा गर्न आएका छौँ। यही भावनाले हाम्रो हरेक निर्णय र कदमलाई मार्ग निर्देशन गर्नुपर्नेछ। यस सन्दर्भमा सम्पूर्ण राजनीतिक दलहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। विचारमा भिन्नता स्वाभाविक हो, तर राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ। प्रतिस्पर्धा रहोस् तर द्वन्द्व होइन, बहस होस् यो ठाउँमा तर अवरोधहरू होइन, सहकार्य होस् किनकि जनताको अपेक्षा साझा रहेका छन्। अब राजनीति आरोप प्रत्यारोपमा मात्रै सीमित रहने समय होइन, परिणाम दिने समय आइसकेको छ। जनताले परिवर्तनमा विश्वास गरेर दिएको त्यो मतलाई व्यवहारमा उतार्ने हामी सम्पूर्णमा जिम्मेवारी जनताहरूले थुपारिदिनु भएको छ। प्रतिशोधको भावनामा आरोप प्रत्यारोप गर्ने भन्दा सहकार्यको भावना राख्दै जनताको प्रतिनिधिको रूपमा जनहितका लागि नीति तहमा स्वस्थ बहस गर्न समेत म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। राष्ट्रिय परिवेशसँगै स्थानीय यथार्थहरूलाई पनि जोड्दै म मेरो निर्वाचन क्षेत्र झापा 1 का केही विषयवस्तुहरू यहाँ राख्न चाहन्छु। सभामुख महोदय, झापा 1 सीमावर्ती क्षेत्र भएकाले सीमा सुरक्षाको सवाल राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष जोडिएको छ। प्रभावकारी जाँच र निगरानीको अभावले दीर्घकालीन चुनौती सृजना गरिरहेको हुँदा यसतर्फ तत्काल ध्यान दिन आवश्यक छ। हात्ती र मानव बीचको द्वन्द्व वर्षौंदेखि दोहोरिरहेको समस्या हो। यसले स्थानीय बासिन्दाहरूको सुरक्षा र जीवनयापनमा प्रत्यक्ष असर परिरहेको छ। अब अस्थायी उपाय मात्रै होइन, बाहिर निस्केर दीर्घकालीन वैज्ञानिक र दिगो समाधानतर्फ अग्रसर हुनुपर्नेछ। यसैसँग मेरो क्षेत्रमा भएका सुपारी, चिया र रबर खेती गर्ने कृषकहरूका समस्याहरू हामीले यसपटक सम्बोधन गर्नुपर्नेछ। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका ती जनताहरूले पटक पटक आवाज उठाएका छन्। ती आवाजहरूलाई हामीले यसपटक सम्बोधन गर्नुपर्नेछ। यी विषयहरूमा सेवा प्रवाहसँग मात्रै होइन, राज्यप्रतिको जनविश्वाससँग प्रत्यक्ष सम्बन्धित रहेका छन्। र अन्त्यमा सभामुख महोदय, क्षेत्रगत रूपमा उठेका यस्ता समस्याहरूलाई सरकारले गम्भीरतापूर्वक ध्यानमा राखी समाधानतर्फ अग्रसरता दिन्छ भन्ने कुरामा पनि पूर्ण रूपमा विश्वास राख्दै म मेरा विषयवस्तुहरू टुङ्ग्याउन चाहन्छु। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।